हेलो गाइस, दर्शन नमस्ते। आज चाहिँ डिफ्रेन्ट एरियामा घुम्न आएको छु म मर्निङ वकमा। डिफ्रेन्ट वेमा चाहिँ अब आजको मर्निङ वक चाहिँ यो चाहिँ हामीहरू रोडदेखि तलतिरपट्टि के भन्छ धेरै तल हाइवेदेखि दक्षिणतर्फ धेरै तल आएको छु साथीहरू। माओवादी अफिस कार्यालय हो साथीहरू। जेएनजीले जस्तै यहाँ पनि बाँकी राखेनन् साथीहरू। देख्नुहुन्छ कालो कालो धुवा, यो चाहिँ माओवादीको अफिस कार्यालय। आज चाहिँ म डिफ्रेन्ट वेमा आइरहेको छु मर्निङ वक देखाउँदैछु साथीहरू तपाईँहरूलाई। यतापट्टि चाहिँ यो बाँध छ, यो भनेको चाहिँ रत्वा खोला है साथीहरू। यतापट्टि रत्वा खोला छ। यहाँबाट चाहिँ माथि गोरुघाटी निस्किन्छ यो बाटो पशुहाट। अहिले म फेरि अर्को भिडियोमा चाहिँ यही क्लिपमा जोड्दैछु साथीहरू। ल गाइस, यो चाहिँ रत्वा खोला है, यो रत्वा खोला हो। हामीहरू चाहिँ यो रत्वा खोलाको ड्याम हिँड्दैछौँ। मैले चाहिँ यहाँ एउटा के प्रब्लम देखेँ भने साथीहरू, यहाँनिर चाहिँ एउटा आर्य घाट छैन। यहाँको जति पनि दमक नगरवासीहरू हुनुहुन्छ, जति पनि अब लास दाह संस्कार गर्नको लागि चाहिँ माईधाममा लिएर जानु हुँदो रहेछ। यहाँको नगरपालिकाले किन नहेरेको होला स्थानीय सरकारले? यहाँनिर पनि एउटा आर्य घाट बनाएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई गाइस। यहाँनिर चाहिँ सबैजनाले पहल गरेर अब हुने खानेले त ल गाडी रिजर्भ गरेर माई खोलामा लिएर माईधाममा लिएर जान्छन् अरे। ल नहुनेले कसरी गर्ने लु भन्नुहोस् त। अब यहाँनिर पुलदेखि तलतिरपट्टि मास्तिरपट्टि जस्तो कि हाम्रो हिटरीमा बनाएको छ, धुलारीमा बनाएको छ, माईमा बनाएको छ, त्यसरी नै बाटोदेखि तलतिरपट्टि मास्तिरपट्टि एउटा आर्य घाट बनाउन पायो भने चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ। यहाँको स्थानीय सरकारले पनि चासो दिएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ है मलाई चाहिँ। ल सबैजनाले यो कुरोलाई पहल गरेर चाहिँ एउटा रत्वाको पुलदेखि मास्तिरपट्टि एउटा राम्रो खालको आर्य घाट बनाउनु पर्यो। सबैजनाले यो कुरोलाई पहल गरेर उठाउनु पर्यो है साथीहरू। मलाई चाहिँ यहाँनिर अब भएदेखि राम्रो हुन्थ्यो। हुने खानेले त अब पुर्याइहाल्छन् माईधाममा, अब गरिब दुखीहरूले त कसरी पुर्याउने? त्यही भएर चाहिँ यहाँनिर यो पुलको तलतिर मास्तिरपट्टि यत्रो नगरवासीहरू हुनुहुन्छ, सबैजनाले एउटा घरबाट 500 रुपियाँ उठायो भने पनि धेरै पैसा उठ्छ। सबैजनाले सहयोग गरेर चन्दा उठाएर भए पनि त्यति गर्न पायो भने चाहिँ धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ। सबैको लागि राम्रो हुन्थ्यो। यो कुन फुल हो गाइस? सयपत्री फुल त होइन, यो कुन फुल हो गाइस? ल तपाईँले कमेन्ट गर्नु होला है। ल यो चाहिँ मर्निङ वक पार्क अरे साथीहरू। आज चाहिँ हामीहरू रत्वा खोलाको ढिलै हिँड्दैछौँ। कान्छा भाइ अगाडि हिँड्दैछ, म चाहिँ यहाँ भिडियो बनाउँदै हिँडिरहेको छु साथीहरू। यो चाहिँ पहेँलो जरा हो साथीहरू। यो चाहिँ जन्डिस लागेको मान्छेले कसो गरेर खान्छन् मलाई थाहा छैन। ल गाइस, सूर्य उदाउँदै गरेको भिडियो देखाउँदैछु है। सूर्य उदाउँदै गरेको भिडियो देखाउने छु। ल यो चाहिँ सूर्य उदाउँदै गरेको भिडियो म देखाउँदैछु गाइस। सनराइज हुँदैछ, हेर्नुहोस् त कस्तो दामी देखेको छ है। यो जुम इन जुम आउट गरेर देखाउँदैछु म साथीहरूलाई। सबैजनाले हेर्नु होला यो भिडियो। आज धेरै हिँड्यो कि क्या हो? कान्छाले धेरै हिँड्यो कि यस्तो छ। कति माल भयो अहिले हेरौँला न पर्ख न। लगाइ आजको भिडियो चाहिँ अब देखा रत्वा खोलाको ढिलै हामी हिँड्दैछौँ। अब यहाँबाट रत्वा पुल नजिकै आइसकेको छु। तपाईँलाई त्यो पनि देखाउने छु है म। रत्वा पुल यहाँबाट यहाँ माथि हो, सिधै देख्न सक्नुहुन्छ। यो हल्लिएर देखिएन है, हल्लिएर देखिएन। यो रत्वा पुल हो। के टिप्न थाल्यो कान्छा? ल ल ल साथीहरू, अब चाहिँ हामीहरू यहाँबाट पशुहाट हुँदै घरतिर लाग्ने छौँ है। आजको भिडियो चाहिँ मर्निङ वकको अलिक लामो छ। तपाईहरुलाई कस्तो लाग्यो
कमेन्ट गर्नु होला है साथीहरू। यहाँनिर चाहिँ यो चाहिँ यता रेसिडेन्सी एरियाहरू छ। यो पुलबाट यति तलसम्म पनि आर्यघाट बनाएको भए चाहिँ धेरै दामी हुन्थ्यो। सूर्य उदाएको चाहिँ दामी देखियो है आज। ल साथीहरू भिडियोको अन्तसम्म हेरेर तपाईँहरूले भिडियोलाई लाइक कमेन्ट फलो गर्नु होला। फलो गर्नुभएको छैन भने यस्तै यस्तै भिडियो हेर्नको लागि तपाईँहरूले फलो गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला साथीहरू। मेरो भिडियो फेसबुक युट्युब टिकटकमा आउँछ साथीहरू। सबैजनाले च्यानललाई सब्सक्राइब गरिदिनु होला, फलो गर्नु होला। फलो गर्नुभएको छैन भने यति भन्दै आजको भिडियोको अन्तमा आएको छु म साथीहरू। यति भन्दै म भिडियो बन्द गर्दैछु साथीहरू। थ्याङ्क्स फर वाचिङ गाइस। फेरि अब अर्को भिडियोमा भेटौँला। फेरि यहाँसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क्स फर वाचिङ गाइस है त। बाई बाई।